10 रुपियाँ भन्नुभयो होइन? हजुर 10 यो त धेरै नै सस्तो भयो। त्यस्तै अब यो हात दुख्ने यो सबै दुख्ने आँखा दुख्ने बाबु यो हो है। सबै दुख्छ। नमस्कार आमा, नमस्कार। आरामै हुनुहुन्छ? नमस्कार हजुर। आज यसो गाउँतिर डुल्दै हिँडिरहेको एकजना आमा चाहिँ यहाँ बत्ती बनाउँदै हुनुहुँदो रहेछ। तर मलाई उहाँको यो बत्ती बनाइ चाहिँ अलि अर्कै खालको, अलि नौलो खालको हो कि जस्तो लाग्यो क्या। उहाँले कसरी बनाउनु हुँदो रहेछ हेरौँ है त। यहाँ यो सिन्कै सिन्का छ। यो बाँसको सिन्का हो? बाँसको। ए यो यस्तो हेर्नु न, यो यस्तो सिन्कामा यसरी यो रुई है? हजुर। यो बजारमा किन्नु भएको रुई हो? यो अब 600 रुपियाँ किलो बाबु। किलोको 600? 600। ओहो, त्यो रुईलाई चाहिँ यो काठमा, यो बाँसमा टक्क यसरी बेरेर उहाँले चाहिँ बत्ती बनाउनु हुँदो रहेछ। हाम्रोतिर चाहिँ यस्तो बाटेर क्या, यो रुईलाई सरर तानेर बाटेर बत्ती बनाउने चलन छ। यो त अब भित्र काठ हुने भए भएर बल्न पनि धेरै बेरसम्म बलिरहन्छ होला होइन? होइन बाबु, धेरै बेर बल्दैन। यो यसो नि त हाम्रो कोङा भन्ने हुन्छ नि त है। हजुर। त्यसमा गाड्ने। ए ए ए उहाँ यो चाहिँ उहाँ तामाङ हुनुहुन्छ सायद? हो तामाङ। तामाङ। हजुरको नाम चाहिँ के हजुर? मेरो फुलमाया। ए यो तामाङ रीतिरिवाज अनुसार यो यस्तो खालको बत्ती बन्दो रहेछ। यो 108 बल्छ है, बनाउँछ है। ए हजुर, 108 वटा। त्यो कोङा हुन्छ है। ए हजुर। अनि कोङामा फेरि यसरी गाड्ने, अनि फेरि घिउ या तेल है। ए हजुर। हाल्ने अनि बाल्ने। एउटा कुरा भन्छु है हजुरलाई, अन्यथा नठान्नु होला है। यो बाँसको सिन्का होइन? हजुर। यो मैले पनि सुनेको मात्रै है। यो हाम्रो हिन्दू संस्कार अनुसार यो बाँस चाहिँ अलि राम्रो होइन, जुठो हुन्छ अथवा अशुभ हुन्छ, पूजा कार्यहरूमा बाँस प्रयोग गर्न हुन्न भने पनि सुनिन्छ क्या। अब यो चाहिँ हाम्रो बुद्धिस्ट संस्कार अनुसार हजुरहरूले प्रयोग गर्ने भए भएर यता फेरि चल्छ होला है? चल्छ। अब त्यसमै चल्छ। अरूसँग कहाँ खोज्न जाने त? यो हजुरले आफ्नै प्रयोगको लागि कि यो बनाएर कतै बेच्ने अथवा बेच्ने हो? यो कसरी बेच्नुहुन्छ बेच्दाखेरि हजुरहरूले? 10 रुपियाँ हो। ए यो 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 कस्तो मजाले बनाएर उहाँले कति राम्रोसँग मिलाएर राख्नु भएको हेर्नु न, यो कति राम्रोसँग मिलाउनु भएको है। यो एक बन्डललाई 10 रुपियाँ। यसमा कतिवटा हुन्छ? गनेर राख्नुहुन्छ कि यतिकै अन्दाज? भ्याउँदैन बाबु, हेर अलिकति एउटा दुईवटा बनाएको भए गनिरहनु थियो है। ए ल, म तपाईँहरूलाई यसमा अन्दाजी गन्छु है त कति रहेछ यसो। मैले यो गन्न खोजेको, गन्न चाहिँ अलि असम्भवै होला जस्तो लाग्यो। एकदम नजिक नजिक छ। यो अन्दाजी 60-70 वटा जति छ कि भन्ने कुरो भयो त। गन्न चाहिँ अलिक गाह्रो रहेछ। यसलाई अब कि खोलेरै गन्न पर्यो? अहिले त्यतातिर चाहिँ नलागौँ होला। यस्तो एउटा यस्तो बन्डल चाहिँ दिनभरिमा कतिवटा जति बनाउनुहुन्छ हजुरले? अब त्यस्तै अब यो हात दुख्ने, यो सबै दुख्ने, आँखा दुख्ने बाबु यो सबै दुख्छ। साह्रै एकाग्र भएर गर्न पर्यो, गाह्रो छ। 6-7 वटा जम्मा भनेपछि त साह्रै सस्तो भयो नि त। अर्काले त्यति दिन्छ के भने 7-7 वटा 10 रुपियाँ भन्नुभयो होइन? हजुर 10। यो त धेरै नै सस्तो भयो नि। कम्तीमा एउटालाई 1 रुपियाँ जति त पर्न पर्यो नि त अनि, होइन? कम्ती कि बढी भयो तपाईँलाई दिनुभयो? यो कम भयो, एकदम सस्तो भयो क्या। हजुर हजुर हो। अब एउटा बन्डललाई केही नभए नि अब 50 रुपियाँ जति त। त्यही त। अब एउटालाई त 10 रुपियाँ भनेपछि त यो त धेरै नै सस्तो भयो नि, होइन र? हजुर हो। हुन्छ, हस्, राम्रोसँग बनाउनुहोस् है त। हस्, नमस्कार। नमस्कार।